भनेपछि अब उनीहरू आउने बेला नेपाल आउने बेला होमस्टे वहाँ लगेर राखिदिने अनि 20% अफ तिमीहरूलाई भन्यो भने उनीहरू पनि खुस, हामी पनि खुस, दोर्जे भाइ पनि खुस होइन। त्यसरी मिलाएको हो खास। अनि आजको मुख्य उद्देश्य चाहिँ त्यही हो। एउटा अब नयाँ गुरु ट्रेनिङ गुरुलाई चाहिँ अप्रिसिएट गरेर थ्याङ्क यू भन्न पनि हो। अर्को कुरा चाहिँ हाम्रो 5जना चिलीको मैले भने नि मेम्बरहरूलाई थ्याङ्क यू भन्नु पनि हो। नयाँ मेम्बर जस्तो मेरो विद्यार्थी हो होइन, निमिष श्रेष्ठ, निमिष जोशी। अनि उसलाई अब त्यतिकै हावामा ल मेम्बर बनिदेऊ भनेर भने आयो होइन। अनि त्यस कारण उहाँहरूलाई पनि हामीले अप्रिसिएसनको लागि चाहिँ एउटा कार्यक्रम हो यो। अनि नयाँहरूलाई पनि हामीले हिलिङ गर्न पनि सक्छौँ र उनीहरूको लागि यहाँ त हिलिङ यस्तो गर्दो रहेछ, मन्त्रोच्चारण यस्तो हुँदो रहेछ भन्ने थाहा भएपछि कन्टिन्यू आउने पनि हुन्छ भनेर नै गरेको हो। यो कार्यक्रम चाहिँ त्यो हो खास। अनि यो सायद पहिले नदेखेकोहरूको लागि त एकदम नयाँ एक्सपिरियन्स हुनसक्छ होइन। बिचरा उनीहरू त मेम्बर बन्यो के न के, अनि के हो यो म्यामले भनेर बनिदिया भन्ने हुन्छ कि। तर हाम्रो स्पिरिचुअलिटीको लागि कति चाहिन्छ भन्ने कुरा म त टिचर भएको नाता नै फेरि विद्यार्थीलाई पनि बुझाउनु पऱ्यो नि। अनि त्यो कारणले आजको कार्यक्रम राखेको कारण त्यही हो। अनि योबाट चाहिँ मलाई एउटा भिडियो पनि